Hello friends, welcome back to my YouTube channel. I hope सबैजना एकदम संसारमै हुनुहुन्छ र साथीहरुमा पनि एकदम फिट एन्ड फाइन छु। आज सधैँको जस्तै आज डेली जसरी भ्लग उपस्थित थियो त्यस्तै गरी आज पनि हजुरको सामुन्ने भिडियो लिएर उपस्थित भएको छु साथीहरु। आज विशेष गरी चाहिँ आज हाम्रो भ्लगमा चाहिँ के देख्न सक्नुहुन्छ भन्दा खर बोकेको। आज चाहिँ हामीले अस्ति काटेको खर दुई दिन सुकाएपछि चाहिँ आज हामीले खर बोक्ने कार्यक्रम भयो। म चाहिँ यहाँ भाउजूले खरहरु चाहिँ भाउजूले चाहिँ खर बानिसक्नु भएछ। मैले चाहिँ अब बोक्छु, एकखेप बोकेर चाहिँ अब मैले चाहिँ घर गएर साथीहरु गोपी लाउने प्लानिङ छ। अनि मेरो भिडियोहरु चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ साथीहरु, प्लिज कमेन्ट गरेर भनिदिनु होला मेरो भिडियो के कस्तो लाग्छ। सबैजनाले कमेन्टमा भन्न नबिर्सिनु होला भन्दै आजको भिडियो यही कन्टिन्यू गर्न चाहन्छु। हेर्दै गर्नु होला। Out muto. Oi. Muto. Acho, bisayo to kelio. Sto karan. हुन्छ ओइ सट्टै उही तल फाल्न बा हुन्छ बरु पुग्छन्। मम्मीले देख्दिनु काच्चो काकेले ground. मलाई जिन्दगी घाँस काट्नुले छोड्नु साथीहरु। रोशनीलाई फका हो के साथीले लिनलाई ल कुन मिठाई हो पहिला पर अनि बल्ल ल पहिला पर अनि बल्ल बन्ने यहाँ के लेख्छ यति यो त सक्दिने त्यो तलतिर तल love love conductor candy love candy यो मिठाई खाँदै महँगो त्यस्तै महँगो हैन महँगो नि त्यस्तै महँगो बास्ने कति मिठो बास्ना। यो खाँदा चाहिँ यो मिठाई चाहिँ कस्तो के शीतल या घाँटी सबमै शीतल भिक्स मिठाई चाहिँ हुँदै हैन साथीहरु। यो चाहिँ एकदम मिठो छ है रस्नी खाऊ त ल कस्तो त्यो शीतल हुन्छ आमाले मलाई कसो दिँदाखेरि शीतल हुन्छ। यसलाई मिठाईले आउँदैन फकाउँदै मलाई कस्तो बोर लाग्छ आज घाँस काट्न। अस्ति टाइम पनि हुन्न आउने चाहिँ के टिपेको यो के हो थाहा छ तँलाई? यो के हो खासमा थाहा हो तँलाई? के को बुट्टा हो थाहा छ? कोहीको टोटको के को रे?
तोरीको अझै मिलेन फिलिङ्गेको के को रे फिलिङ्गेको यसले तेल बनाउँछ कहिले खाऊ तिमी सबै फुल रोशनी कति राम्रो फुल टिप्यो कति राम्रो हुन्छ नि फुल त लैन के गीत अलिक छिटो छिटो नाम है कस्तो राम्रो धान पसा साथीहरू हाम्रो खेततिर चाहिँ धानको हामीले धान रोप्ने बेला चाहिँ यति दुःख भयो कि हामीले 6 दिन बिराउँदै धान रोप्यो होइन पानी नभएर अहिले चाहिँ धान यस्तो राम्रो भएको हेर्नु साथीहरू देख्नु सक्नुहुन्छ अब चाहिँ हाम्रो धान काट्ने बेला भयो यो चिरालमा काट्नु कम त गाह्रो हुन्छ हामीलाई गाउँघरतिर चाहिँ अब धान काट्ने सुरु भयो अब धान पाक्यो होइन अब चाहिँ धान काट्ने सुरु भयो लगभग भइसक्यो नि हाम्रो त भयो भनेपछि अब अरूको त नहुने कुरो भएन साथीहरू भयो चाहिँ अब चाहिँ होइन यति गाह्रो हुन्छ धान छटाउने यताउति मान्छे बिचरा धान बोक्न सकिन्छ त्यो धान काट्दा पनि सकिन्छ तर धान काटिसकेपछि यो परालु बोक्न आम्मा अहिले चाहिँ खासै बोक्नु परेन साथी हाम्रो चाहिँ खेत अलि धेरै छैन नि त एउटा सरी यो होइन हाम्रो एउटा दुईटा तीनटा चारवटा अलि तलतिर 5वटा छ यति हो हामीले पहिला हामीले कति ठुल्ठुलो गराहरू अध्ययन गर्थ्यौँ नि त पहिला कति धेरै बोक्न पर्थ्यो हात धुलाएर हामीले उस गर्थ्यौँ के खेतको त्यो परालहरू हिँड न रोस्ने नओर्दियो न परालहरू बोक्थ्यौँ कम त अनि ओके त्यसपछि रातभरि लगाएर धान रातभरि भन्दा नि अब यस्तै हुन्छ 6-7-8 बज्यो समथिङ 8 बज्यो फेरि नजिक भए त हुँदैन नि उतै जानु पर्यो उतै जानु पर्यो घर नजिक पनि हुन्थेन खेत कम त गाह्रो हुन्थ्यो हजुर दिदी र मैले कस्तो दामी गरेर धान पसाएन त्यही हो अहिले त्यति दुःख छैन हाम्रो घरको यतातिर हुनु कति धेरै पानी हुन्छ बा अरूको पुरै खेतबारीमा पनि हाम्रो अहिले त्यति गर्न पर्दैन एक दिनको एक हलको मेलाको भनेको बारी हुन् त्यति गर्न पर्दैन भने अब आफै बुझ्नुहोस् कति खर्च लाग्छ के कति काम गर्न पर्छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ होइन न रोशनी किन अत्तायो र मलाई त्यही हो हाम्रो गाउँमा रिक्सा आउनु चाहिँ 400 रुपियाँ भाडा तिरेर आउनुपर्छ को आयो 400 रुपियाँ भाडा तिरेर त्यही शान्तिनुमा ल्याइदिनु साथीहरू बुझ्नुभयो 400 रुपियाँ भाडा तिरेर आउनुपर्छ यही घाँस काट्नु भने आगो गरोस् नि काटेछन् घाँस त त्यही कस्तो मजाले फल्यो के जानु त म छक पर्यो त नि पानी पनि थिएन खासै यति धेरै छ त्यस्तै भयो Oh my god, बेलौती त कति राम्रो गरेर पाकेको हो त्योभन्दा त बाटोमा काट्न कति मजा हुन्छ
ल के भयो छिटो घाँस काटौँ ग आयो आउनु